आज म हजुरहरूलाई कोरियामा एउटा बुङ्गुर फारम भित्र चाहिँ छिर्नको लागि चाहिँ के गरिन्छ भनेर चाहिँ म हजुरलाई देखाउन चाहन्छु है। यो चाहिँ नेपालमा हुनुभएका मेरा सम्पूर्ण प्यारा किसान कृषक दाजुभाइहरूको लागि चाहिँ यो भिडियो हो है। ल सुन्नुहोस् है। यहाँ चाहिँ कस्तो छ भने अब हुन त यो अब बुङ्गुर पाल्ने ठाउँ नै हो, के नै होला र भन्ने जस्तो हुन्छ, त्यस्तो होइन है। पहिलो कुरा यो गेट छ, हेर्नुहोस् त, यो गेट सधैँभरि यहाँ बन्द हुन्छ है। यो सधैँभरि बन्द हुन्छ, यहाँ लक लागेको हुन्छ, भित्र हाम्रो काम भइरहेको हुन्छ, यो सधैँ यहाँ लक लागेको हुन्छ। हेर्नुहोस् है, बाहिरबाट कोही मान्छेहरू आयो भने त्यहाँनिर हाम्रो अफिस छ, त्यहाँ कन्ट्याक्ट हुन्छ अनि उनीहरूले बल्ल यो खोलिदिन्छ र भित्र आउन पाउँछ है। यो चाहिँ बाहिरबाट आउने मान्छेहरू अथवा गाडीहरूको लागि हो। अनि जस्तै औषधिहरू अनि जस्तै हाम्रो कामदारका अर्डरका सामानहरू त्यहाँ थेक्पे फोगान हम लेखेको छ है। यहाँनिर चाहिँ हाम्रो बाहिरको सामानहरू आउँछ। त्यही पनि कसरी आउँछ भनेपछि हेर्नुहोस् है, यो गेटभन्दा यो ढोकाहरू भित्रपट्टि छ है। तर बाहिरबाट आउने मान्छेले उताबाट आएर चाहिँ सामान उता ढोका छ, उताको ढोकाबाट यहाँभित्र सामान राखिदिन्छ अनि हामीले यहाँबाट सामान लिने हो। मतलब बाहिरको मान्छे र हामी भित्रको मान्छे बिचमा हाम्रो भेटघाट हुँदैन, कनेक्ट हुँदैन है। यो पनि एकदमै ध्यान दिनुपर्ने कुरा। अनि त्यसपछि हेर्नुहोस् है, अब कम्पनीभित्र यो हाम्रो कम्पनी हो, यो कम्पनीभित्र जस्तै सुँगुर बेच्दाखेरि अथवा भित्र सुँगुरलाई दानाहरू आउँछ, त्यति बेला चाहिँ गाडी आउँछ है। त्यो गाडीको लागि चाहिँ पहिलो स्टेप चाहिँ यो गेट खुल्नु पर्यो। यो गेट खुलिसकेपछि यहाँनिर गाडी उम्मिन्छ अनि त्यो ड्रमभित्र चाहिँ तपाईँको औषधि र पानी हुन्छ। यो सबै अटोमेटिक हो, आफै हुन्छ है। अनि यहाँनिर गाडी रुक्छ अनि त्यहाँबाट स्प्रे हुन्छ है, औषधि स्प्रे हुन्छ। यसलाई चाहिँ कोरियन भाषामा सोदोक भनिन्छ। यो चाहिँ तपाईँको सङ्क्रमणयुक्त गराउने कुरा हो है। कीटाणु मार्ने औषधि त्यहाँबाट यहाँ छर्किन्छ। पहिलो स्टेप यो गाडीको भयो है। अनि यो पहिलो स्टेप भयो गाडीको। अनि त्यसपछि आइन्छ अनि आएर यहाँनिर फेरि एकचोटि गाडी रोक्छ। अनि गाडी रोकेर गाडीको मान्छे आफैले है, हामीले होइन, गाडीको मान्छे आफैले फेरि यहाँनिर भित्र फेरि अर्को औषधि छ, यहाँ औषधि छ, यो औषधि उसले आफ्नो गाडीमा स्प्रे गर्छ है। अनि स्प्रे गरिसकेपछि उसले लगाएको जुत्ताहरू आएर यहाँ चेन्ज गर्छ है। यो जुत्ता लगाउनुपर्छ, हाम्रो कम्पनीको जुत्ता, यो कम्पनीको जुत्ता लगाउनुपर्छ। अनि फेरि त्यसपछि आएर यो निलोभित्र है, यहाँभित्र फेरि गाडी रोक्नुपर्छ। अनि फेरि स्प्रे हुन्छ, औषधि र पानी स्प्रे हुन्छ है। यहाँ कीटाणु सङ्क्रमणयुक्त गराइन्छ यहाँ है। त्यसपछि अनि बल्ल भित्र जान्छ। यो चाहिँ भयो गाडीको। यो चाहिँ गाडी जस्तै सुँगुर बेच्ने बेलामा अथवा दानाहरू, सुँगुरलाई दाना आउने बेलामा गाडीहरूले गर्नुपर्ने कुराहरू भयो है। अब मान्छे चाहिँ अब भित्र गेट छिर्ने भयो अनि त्यसपछि यहाँभित्र आउँछ है। यो चाहिँ बाहिरको मान्छेहरू भित्र आउँदा अनि यहाँभित्र छिर्नु भयो भने मान्छे यहाँ छिर्छ। यहाँ छिरेर यहाँ जुत्ताहरू छ है, यो जुत्ताहरू चेन्ज गर्ने त्यसपछि अनि यहाँभित्र जानुपर्छ। यहाँ माथि सोदोक सिसल इप्कु लेखा छ है। यहाँ चाहिँ तपाईँको भित्र गयो भने अटोमेटिक स्प्रे हुन्छ है। अरू यहाँ चाहिँ अटोमेटिक भित्र गएपछि साउन्ड सुन्नुभयो नि भित्र, यो चाहिँ अटोमेटिक यहाँ चाहिँ औषधिहरू आउँछ। अनि यहाँ पनि यो मान्छेको लागि भयो। यसपछि एकचोटि यहाँ गर्नुपर्छ अनि एकचोटि यहाँ गरिसक्यो भने यसरी आएर फेरि यहाँ आएर पनि एकचोटि औषधिहरू छर्किनु पर्ने हुन्छ है। अनि यहाँ आएर औषधि छर्क्यो भने सङ्क्रमणयुक्त कीटाणुलाई मार्ने काम गरियो भने अनि बल्ल भित्र जान सकिन्छ है। यति धेरै कुराहरू गरेपछि बल्ल एउटा सुँगुर फारमभित्र छिर्न सकिन्छ है। अब यो धेरै सावधानी अप्नाएको हो, सुन्दाखेरि सुँगुर नै हो भन्ने हुन्छ, त्यस्तो हुँदैन है। मैले यो भिडियोमा भन्न खोजेर यो भिडियो बनाउन खोजेको उद्देश्य चाहिँ के हो भने हाम्रो नेपालमा हुनुभएका प्यारा दाजुभाइ दिदीबहिनीहरू जस्तै सुँगुर किसानी गर्नुहुन्छ, बाख्रा किसानी गर्नुहुन्छ, कुखुरा किसानी गर्नुहुन्छ, उहाँहरूले पनि अब यति एडभान्स लेभलको चाहिँ हामीले नेपालमा गर्न नसके तापनि सामान्य कुरामा हामीले ध्यान दियो भने चाहिँ हामीले धेरै फाइदा लिन सक्छौँ। हाम्रो अब सुँगुरहरू मर्ने विभिन्न किसिमका रोगहरूलाई रोकथाम गर्न सक्छौँ जस्तो मलाई लाग्छ है। अनि सकेसम्म चाहिँ यो मैले भन्न खोजेको चाहिँ के हो भने यस्तो हामी पशुपालन है, जस्तै सुँगुर, कुखुरा, बाख्राहरूमा चाहिँ चाँडै नै गाईहरूमा चाहिँ रोगहरू देखिने भएको कारणले
सकेसम्म बाहिरको मान्छेहरू बाहिरको कुराहरूसँग चाहिँ अलिकति कनेक्ट नभएकै राम्रो हो जस्तो मलाई लाग्छ है। मैले यहाँ आएर सिकाएको, कोरियामा आएर सिकाएको, देखाएको, बुझाएको कुरा पनि त्यही नै हो है त। जय नेपाल।